म माओवादी होइन भन्दिनँ र म तपाईँहरूको दया माया र सहानुभूति पनि खोज्दिनँ। हामीले सदियौँदेखिको यो दासताबाट मुक्ति खोजेका हौँ, त्यति हो। हेर्नुहोस्, समानता, स्वतन्त्रता र गरी खाने आम सर्वहारा वर्गको मुक्तिको खातिर म युद्धमा होमिएको हुँ। म तपाईँको जस्तो सुकै चुनौतीको लागि पनि तयार छु, बुझ्नुभयो कि? त्यसो हो भने यस्तै कुरा गर्ने भने मानिन पनि सक्छ तिमी। भौतिक शरीर मर्ला मेरो, मृत्युले क्रान्तिकारी विचार, आदर्श र चेतनालाई मार्न सक्दैन सर। मुक्ति या मृत्युको शपथ लिएर आन्दोलनमा लागेको हुँ। त्यसैले जीवन रोजेर क्रान्ति भेटिन्छ भन्दिनँ। म मर्छु बरु आफ्नो पार्टी र जनतासँग गद्दारी गर्दिनँ सर। यहाँ पनि क्रान्तिको कुरा? जहाँ अन्याय, अत्याचार र दमन छ त्यही त हुने उनी क्रान्तिका कुरा। त्यसो हो भने यो घाउको उपचार गराउने मन छैन, होइन?